नमस्कार, म आज हजुरहरूलाई नयाँ ठाउँ देखाउँदैछु। यो हो सिन्धुपाल्चोक जिल्लाको बलेखुपीको पुल। अब सुनौँ हजुरआमा र नातिहरूको गफ। कताबाट जानुहुन्छ आमा पहिला तपाईहरु? हिँड्दै जाँदाखेरि यताबाट त्यो डिस्कोबाट सरे अरे। त्यो जिप थियो, अहिले त जिप रहेछ। अनि खुट्टा चाहिँ कहाँ आइपुगेपछि देखेको आमाले मालिक गन्दिनी रमाइलो कुराकानी गर्दै हामी सिन्धुपाल्चोकको सिलढुङ्गामा आइपुग्यौं र यहाँबाट सुन्दर दृश्य तौथलीको पुरानो बजार देखाउँदैछौ। ल हेर्नुहोस् त कस्तो रमाइलो ठाउँ। तल देखिरहेको बजार तौथली बजार हो। यो सिन्धुपाल्चोकको सबैभन्दा पुरानो बजार हो। हामीले फोटो सम्झना स्वरूप रमाइलो भिडियो पनि बनायौं। अब हामी सिन्धुपाल्चोकको मुडे बजारबाट दोलखा तर्फ जाँदैछौ। यो बाटो भर्खरै पिच भएको हो। पहिला एकदमै कच्ची धुलो हिल्लो थियो। यो बाटो पिच हुन झन्डै 20-25 वर्ष लागेको थियो। यो बाटो पिच हुनको लागि भरत दुलाल सरको धेरै ठुलो पहल छ। पहिला यो बाटो यात्रा गर्दा धेरै नै कष्टपूर्ण थियो। अहिले पिच भएपछि धेरै नै सजिलो भएको छ। अब यो बाटो यात्रा गर्दा मुडेबाट देउराली बाख्रुसम्म मात्र 20-25 मिनेटमा पुग्न सकिन्छ। हामी मुडेबाट लगभग 15-20 मिनेटमा लाम्चेआहाल आइपुग्न लाग्यौं। यो चाहिँ लाम्चेआहाल हो। पहिला बाटो कच्ची हुँदा पब्लिक बसहरू यहाँसम्म मात्र आउने गर्थ्यो। बाटो हिलो भएको कारणले बसहरू यहाँबाट अगाडि जान सक्दैनथ्यो। अहिले यो बाटो पिच भएर सैलुङ गाउँपालिकासम्म पुगेको छ। त्यहाँबाट उता कच्ची छ र पनि बाटो ग्राभेल गरेर राम्रो बनाएको छ। अब सुरु भयो बाख्रोर बजार। थेरापी गर्ने रहेछ।
सालको हिमाल गौरी शङ्कर हिमाल हो। सँगै चरीकोट बजार पनि देखिएको छ। यो दोलखा जिल्लामा पर्दछ। अब हामी आफूले घरको कच्ची बाटो तर्फ लाग्यौं। बाटो के पारी हो? अब हामी ठ्याक्कै घर पुग्यौं अनि खानेकुराहरू खान थाल्यौं। हाम्रो गाउँ धेरै नै सुनसान छ। प्राय जसो घरहरूमा चाबी लगाएका छन्। मानिसहरू सबै सहरतिर बस्ती सरेका छन्। आउनुहोस् अब एकछिन हाँसौँ। यो ठाउँ गोलमा राजा रानीको दरबार भएको ठाउँ हो। यो सैलुङ गाउँपालिका वडा नम्बर 5 मा पर्दछ। पहिला गोलमा राजा र गोलमा रानीको दरबार यहाँ थियो। कति चिसो मौसम। यो चाहिँ सैलुङ गाउँपालिका वडा नम्बर 3 को दृश्य हो। खोर्सानीको पात धेरै फलेका इस्कुसहरू। हाम्रो यहाँ तरकारीहरू प्रशस्त फल्ने गर्दछन्। हेर्नुहोस् त आमाको माया। ओहो घिउ तताएर मम्मा हालेको। यो हो नि त आमाको माया। अब भजन पनि सुनौँ। हरे राम हरे राम राम आउँदा जाँदा बाटोमा यसरी रमाइलो गर्दै यात्रा सम्पन्न भयो। होला कल कल यादै सल सल जुनै टल टल जोबान ढल ढल होला कल कल यसरी रमाइलो गर्दा गर्दै आजको हाम्रो यात्रा यही सकिन्छ। हाम्रो भिडियो हेरिदिनु भएकोमा
धेरै धेरै धन्यवाद भोटेकोसी नमस्ते एउटा फेरि भेटौँला बाई बाई